यदि तपाईँले 7-8 दिनसम्म ट्राभल गर्नुहुन्छ क्यामेरा बोकेर र एडिटिङ गरेको गर्नुहुन्छ 14-15 दिनसम्म लगातार, अनि तपाईँको भिडियोको जुन सफ्टवेयर छ त्यो पनि स्क्रैच भएको भइ गर्छ, स्टोरेज फुल हुन्छ, तर पनि तपाईँ गिभ अप गर्नुहुन्न, फेल एटेम्प भएको भइ हुँदाहुँदै पनि तपाईँले एडिटिङ गर्नुहुन्छ भने तपाईँको भिडियो बन्छ यस्तो। अनि भ्युज आउँछ यस्तो। त्यही भएर चाहिँ दुःख मेहनत गरेर चाहिँ केही हुनेवाला छैन। आजभोलि जोकर फाल्टो भएर चाहिँ तपाईँले स्कोर लगाएर नाच्नुभयो भने मात्रै भ्युज आउँछ। त्यही भएर लाख भ्युज चाहिन्छ भने चाहिँ यो कदम चाहिँ नगर्नु होला। दुःख मेहनत किन गर्नुहुन्छ, सिधै मोबाइल निकाल्नु, स्कोर लगाएर नाच्नु, छोटो कपडा लगाउने बित्तिकै भ्युज टनाटन। दिस इज द रियालिटी अफ 2025 र कलियुगको रियालिटी यही हो।